अब श्रीमद् भागवतमा सत्य स्वरूप भनेर भगवान कृष्णलाई नै बताइएको छ। भागवत ग्रन्थको इष्टदेव भनेका को हुनुहुन्छ त भगवान कृष्ण हुनुहुन्छ, राधा कृष्ण हुनुहुन्छ। अब सत्यलाई चिन्नको लागि पनि सत्य पनि दुई किसिमको सत्य छ के। यहाँ चाहिँ हामीले अहिले देखेको यो जति पनि यो चाहिँ सत्य मात्रै हो, तर भगवान चाहिँ परम सत्य हुनुहुन्छ। सत्य र परम सत्यमा अलिकति भिन्नता छ। जस्तै अहिले हजुरले मलाई देखिरहनु भएको छ, मैले हजुरलाई देखेको छु, यो त सत्य त हो नि त, तर परम सत्य चाहिँ होइन के। भोलि नदेखिन पनि सकिन्छ, अहिले एकैछिनमा नदेखिन पनि सकिन्छ, तर भगवान चाहिँ कस्तो हुनुहुन्छ त परम सत्य हुनुहुन्छ। त्यही भएर यहाँ के भन्नुभयो, सत्यम परम धीमहि। यहाँ पर सत्य परम धीमहिको ध्यान गर्नुभएको छ वेदव्यासले। त आखिर सत्य भनेकै भगवानको स्वरूप नै सत्य रहेछ के। त सत्य व्रतम सत्य परम त्रिसत्यम सत्यस्य योनि निहितं च सत्ये सत्यस्य सत्यमृत सत्यनेत्रं सत्यात्मकं त्वां शरणं प्रपन्ना। जुन व्यक्तिले सत्यलाई अवलोकन गर्यो, जसले सत्यको मार्गमा हिँड्यो, उसले नै परमात्मालाई प्राप्त गर्न सक्दछ। यो श्लोकले भन्न खोजेको तात्पर्यता यही हो कि जसले सत्यको अवलोकन गर्दछ, जसले सत्यको मार्गमा हिँड्दछ, उसले नै परम तत्त्वलाई प्राप्त गर्न सक्दछ। त भगवान कस्तो हुनुहुन्छ भन्दा त भगवानको स्वरूप नै आनन्द स्वरूप छ के। सच्चित आनन्द स्वरूप छ। सत्य भनेको सदा छ, कहिले नष्टवान छैन, त्रिकालमा व्याप्त हुनुहुन्छ र भगवान चित स्वरूपले पनि विद्यमान हुनुहुन्छ। चित स्वरूप भनेको चाहिँ के हो भन्दाखेरि ज्ञान स्वरूपले विद्यमान हुनुहुन्छ। आज तपाईँ हामीले भगवानलाई त देखेका छैनौँ हैन, भगवानलाई देखेका छौँ र छैनौँ नि। त भगवान यस्तो शब्दले विद्यमान हुनुहुन्छ कि चित शब्दले विद्यमान हुनुहुन्छ, शब्द स्वरूपले विद्यमान हुनुहुन्छ। जति पनि हामीले भागवत ग्रन्थमा जति पनि भगवानका स्तुतिहरू गाइन्छ, त्यो शब्द नै भगवानको स्वरूप हो क्या। भगवान त शब्द स्वरूपले विद्यमान हुनुहुन्छ। जस्तै हामीले भगवानको नाम जप्छौँ नि, नारायण